भ्लग बनाउनु चाहिँ कस्तो लाग्दैन किन्नु पर्यो अरूभन्दा अब हाम्रो पनि घर जाँदा किन लाग्यो किन्नु पर्यो क्या अरूभन्दा छिटो पाउँदै भनेर अब अलिक छाडे भ्लग एकछिन चाहिँ पहिला एउटा किनिदिनु पर्यो है सब्सक्राइब लाइक हान्दिनु होला होइन अन्डा फोड्न पर्ने हुन्छ अनि त्यसपछि खाने अब यहाँ को कुरा काटिने आयो यता नहुनु अस्ति नाल मोटरसाइकल किन्ने नि पैसा हाल्दो त भनिहाल्छ कहिले राजा वेलकम ब्याक टु माई भ्लग गाइज एन्ड दर्शन नमस्ते फ्रम लाइट अफ एसिया आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि आज चाहिँ आमाको मुख हेर्ने दिन म चाहिँ यहाँ छतमा आएको छु अहिले भ्लग बनाउनको लागि तल पूजा गर्ने त्यो क्लसहरू मिलाउँदै हुन्छ जिमा मुवाहरूले अब आमाको मुख हेर्ने टिका सिका लगाइदिनु त्यही त हो अनि सबै आमाहरूलाई ह्याप्पी मदर्स डे अनि स्टोरीमा आज आमाको मुख हेर्ने दिन मात्रै आमाको मुख हेर्ने दिन र त्यो बर्थडेको दिन मात्रै राख्ने होइन कि त्यो अझै राखिराख्नु पर्यो आमा भनेको त एउटा भगवान् आमा मात्रै होइन कि बाबा पनि अब भगवानै हो आमा बुवा भनेको त अब हाम्रो लागि भगवानै हो होइन छोराछोरीको लागि त्यही हो अब हरेक दिन अब नभए पनि आज आमाको मुख हेर्ने दिन एउटा स्पेसल डे हो नि त जे भए पनि आज मौसम पनि सफा छ अनि हाम्रो गाउँको भ्यू चाहिँ यही हो सर यो चाहिँ हाम्रो उलाकी रोड हो यो चाहिँ हाम्रो थारू बस्तीहरू रमाइलो छ त्यो गाउँघरमा यो पुरै खेतै खेत छेउतिर त सर गएर घरको गाउँ छ ल केटा म चाहिँ जानु लाग्यो तल मुवा चाहिँ यहीँ आइसक्यो मलाई बोलाउन ढिलो भयो कहाँ रिस हन्ड गर्दै आइसक्यो यहीँ छतमा आइसक्यो म चाहिँ जान्छु अनि यसो मुवाको पनि सिनेमेटिक हान्दैछु हेर्नु है त Woke up late, missed the morning glaze, but the sunlight hits and so आज माता तीर्थ औँसी आमाको मुख हेर्ने दिन मलाई जन्म दिने आमा र मेरो सानी मलाई दीर्घायु तथा स्वास्थ्यको कामना कोटि कोटि प्रणाम I can't name crooked smiles, crashing waves, no shame. Flip my phone, toss it in my bag. Today's for us, no time to lag. Feel the world just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. Life's a tune, sing it till we break. Concrete warm under my bare feet. Crowds moving like a heartbeat. Skipping stones in city streams we find. Let's write a new story, leave the old behind. Someone's cooking love in the air, I swear. Every spark in their voices shows they care. Colors splash like secrets on these walls, while laughter echoes through
step a beat we can make. Life's a tune, sing it till we break. अहिले म चाहिँ जान लागेको छु मेरो मामा घर चाहिँ यहीँ नजिक छ एकदम नजिक घाम त यहाँ औडै घाम छ तर म यस्तो लगाएर हिँडिरहेको छु डढाइदिन्छ क्या यहाँ हातहरू डढाइदिन्छ अनि त्यही भएर चाहिँ विन्डसिटर लगाएर हिँडिरहेको छु मेरो मामा घर चाहिँ यहीँ नजिक छ अब त्यही 10-12वटा घर छोडेर हो अनि आइपुग्नु लाग्यो सानोहरू आइसकेछ गरे आइपुग्यो है म मेरो मामा घर चाहिँ आइपुग्यो मेरो मामा घर चाहिँ यो अनि उतापट्टिको दुइटा प्र्याङ्क भयो म त सानोहरू आइसकेछ भनेर आएको क्या जिम्मा सानोहरू आइसक्नु लाग्यो आइसकेन सानोहरू अन्डा रहेछ अन्डा फोड्न पर्ने हुन्छ अनि त्यसपछि खाने मामा आइसकेछ अहिले मामासँग म जान्छु बाहिरतिर है त अन्डा सन्डा खाइयो दामी लिची फलेर रहेछ यार जाँदैन जिम्मा लिची यहाँ पनि यसमा नै फलेर रहेछ होइन विपिन मामा आइसकेछ विपिन मामाले भेट जाने यहाँ चाहिँ बाख्राको खोर हाम्रो मामा घरको के हो पाडा हो कि पाडी हो गोठ है गाइज मामाले उठाउनु पर्ने हुन्छ अब कहाँ हो जिमा फाइट गरौँ सन्चै सिन्छ नाति त भ्लग बनाउनु लाग्यो क्या नातिले त भ्लग बनाउनु लाग्यो क्या मामा जस्तै मेरो भरे कोरिया गएर झन् गुरुङ बिहा गर्ने हो क्या मगर हो कि गुरुङ हो खै कस्तो गर्मी हो जिमा यार म पनि उतापट्टिदेखि आएँ मेरो मामा र अब म निस्किन पर्ने हुन्छ यहाँदेखि अनि अहिले चाहिँ म दही खान आएको छु मामा पनि उठेर फ्रेस हुँदै एकछिन जिम्मा दही हाल्छु न देखाउँ हाल्छु न नै खाने किन जिमा दही नखाने त्यसो म मामा घर आएर दही खान नपाउने दही एउटा ट्याब्लेट पो हुन्छ र जतिखेर दही कुन बेला खाने त दही मेरो ठुलो जिमा रिसाइछेछ मसँग रिसाइछेछ जिमा रिसाइछेछ खै हालिदिन्छु नि त अनि खै चिनी खै ए ठिक छ दही खान पर्ने हुन्छ हामीहरू त्यसपछि निस्किन पर्ने हुन्छ उता बोलाछन् क्या सर डुल्ने काम छ दुध लाग्छ होइन अझै ए ल म लगेर जान्छु ल है ल जिमाले 500 रुपियाँ दिन लाग्छ मलाई खै छिटो जिमा ए ठिक छ मान्छे छोरालाई कान्छो छोरालाई नि 500 रुपियाँ नदिने नकमाउन सक्दिन ऊ असे कान्छो नि जेठो न माइलो न साइलो भएपछि सफल हुन्छ नभएपछि कहिले हुन्न अब यहाँ को कुरा काटिने हो यहाँ यता नहुनु अस्ति नै मोटरसाइकल किन्ने नि पैसा हाल्दो त भनिहाल्छ कहिले हामी पनि नास्ता खान आएको क्या चल नदे कोइली
चल निस्किल अच्छा अनि अहिले म चाहिँ घर आइसकेको अवस्था अनि आजको दिन रमाइलो नै भयो यता गइएको थियो सर र त्यस्तो घाम पनि गरेन आज जस शीतल गऱ्यो अरू दिनभन्दा चाहिँ आमाको मुखेनी दिन भएर हो कि अनि सिडी चढेको थकै लाग्यो यस्तो छ त्यही हो अनि आजको लागि चाहिँ भ्लग यहीमै अन्त्य हुन्छ फेरि भेटौँला नयाँ भ्लगमा अनि लाइक हानिदिनु होला कमेन्ट हानिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइब हानिदिनु होला त्यही भन्न चाहन्छु हजुरहरूको दिन चाहिँ कसरी बित्यो आज यसो कमेन्टहरूमा हान्दै गर्नु अनि अर्को भ्लगमा भेटौँला हामी सी यु अन नेक्स्ट भ्लग गाइज बाई